गाइज एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। त सबैलाई स्वागत छ मेरो एक नयाँ भिडियोमा। सो धेरैजनाले भन्नुभएको थियो जो यो गेम खेल्नुहुन्छ नि तपाईँ, यो 80 सिमुलेटर भन्ने खेल्नुहुन्छ नि, यसले धेरै भन्नुभयो कस्तो ट्राफिक मोड लगाइदिनु, यो लगाइदिनु। कसरी लाउने भनेर म आज चाहिँ सबैलाई भन्ने छु। सुरुमा चाहिँ तपाईँले यो एप चाहिँ डाउन गर्नुपर्छ, यो जुन छ अहिले ZRC एप भन्ने के एप त्यो डाउन गर्नुपर्छ। त्यसपछि तपाईँले अनि त्यो जुन ट्राफिक मोड डाउन गर्नुभयो त्यो डाउन गरेर आएपछि यहाँ आउनुहुन्छ तपाईँहरू। कहाँ गयो जब यो ट्राफिक मोड देख्नुभयो अनि यसो गरेर एक्ज्याक्ट यो चाहिँ जुन एक्ज्याक्ट हेयर भन्ने लेखेको हुन्छ त्यसमा क्लिक गर्ने। त्यसपछि रिप्लेस मेरो देखा अनि यहाँ पासवर्ड हालेपछि तपाईँको आउँछ नि। अनि त्यसपछि तपाईँको जुन यो ट्राफिक मोड छ नि, जस्तो अहिले चाहिँ यो वाला ट्राफिक मोड छ नि, यस्तो कपी गरेर यसरी कपी गर्नु। यसरी कपीको जुन लेखेको त्यसलाई कपी गरेर यस्तो ब्याक गएर एन्ड्रोइडमा गएर ओबिबीमा गएर यो चाहिँ यहाँ जुन छ यही फाइल पेस्ट गरिदिनु पर्छ। सो म पेस्ट गरिदिनु। यहाँ देख्नुभयो होला पेस्ट भइसक्यो होला। पेस्ट भएपछि तपाईँको यसरी आउँछ। रोक्नु है गएर म तपाईँलाई फुल्ली रेकमेन्ड गर्छु। अहिले चाहिँ यो फाइल चाहिँ नराम्रो भएछ, म तपाईँलाई सुरुबाट देखाउँछु। सो गाइज अहिले चाहिँ मेरो फाइल यस्तो खतरै भएन, मतलब युज हुन्न क्या अहिले गाइज। सो तपाईँले युज गरेको पनि त देखाउन पर्यो नि, त्यही भएर यहाँ अहिले चाहिँ तपाईँको यस्तो चाहिँ आउँछ। के भन्छ रे, कहाँ गयो भर्खरै यहीँ थियो गाइज यार। यहाँ चाहिँ फाइलहरू छ यस्तो चाहिँ आउँछ। अनि तपाईँले यहाँ गएर एक्सट्र्याक्ट हान्नुपर्छ। एक्सट्र्याक्ट हानेपछि यहाँ यस्तो आउनु थाल्छ। फाइल चाहिँ यो रेडी भइहाल्छ। जस्तो मेरो फाइल रेडी भइसक्यो अहिले। अनि यहाँ गएर एक्सट्र्याक्ट भएपछि यस्तो आउँछ। अन्त यसलाई गरेर कपी गर्नुपर्छ। अनि एन्ड्रोइडमा गएर ओबिबीमा गएर अनि यो के भन्छ मेल्लोमा गएर गाइजहरूको 200 यस्तै 200 आउँछ। त्यही भएर म भन्न चाहन्छु 200मा चाहिँ हुन्न। तपाईँको ट्राफिक मोड चाहिँ 200मा कसरी, यही 100 वाला 200मा कसरी लाउने भनेर धेरै जस्तो मान्छेले यहाँ कस्तो गर्छन् भन्दा रिनेम गर्छन्। अनि यस्तरी हुन्न गाइज, यो रिनेम गरेर हुन्न। झन् तपाईँको ओबिबी जान्न। त्यसपछि यहाँ ब्याक आएर यहाँ जुन एप हुन्छ जस्तो देखाउँछ, यहाँदेखि खोल्नुहुन्छ नि तपाईँले जुन यहाँ आइडी छ यहाँ तलपट्टि यस्तो यो जुन यस्तो के भन्छ डकुमेन्टको जस्तो हो नि, यसलाई पेस्ट गरिदिनुपर्छ। पेस्ट गरेपछि यो फाइल यहाँ थिमा आउँछ। देख्नु मेरो फाइल आइसक्यो। त्यसपछि यहाँ यो पनि 1 को छ अनि चाहिँ आफू चाहिँ 2 को छ भन्दा फेरि यसलाई डबाटेर रिनेम गरेर अनि सिधा यसमा क्लिक गर्ने। यो 1 जुन छ 1 लाई हटाएर 2 गरिदिने। 2 गरेपछि तपाईँको ओबिबी लाग्छ। यसलाई गर्छ कपी गर्ने तपाईँलाई अनि यहाँ गएर चाहिँ पेस्ट गरिदिने। अनि पेस्ट गर्छु, रोक्नु म गाइजमा पेस्ट गरिदिएँ। पेस्ट गरेपछि तपाईँको यो आइसक्यो। अब म देखाइदिन्छु फुल्ली तपाईँलाई। देख्नुहुन्छ मेरो चाहिँ यो ट्राफिक मोड लागिसक्यो। सो यस्तै ट्राफिक मोड लाग्छ। अनि धेरै जस्तोले भन्नुभयो ट्राफिक मोड यो त तपाईँले कसरी लाग्ने भन्ने सिकाउनु भयो। अब यो ट्राफिक मोड कसरी लाग्छ, सुरुमा जस्तो मैले एउटा ट्राफिक मोड एड गर्छु। जस्तो तपाईँले एक्सट्र्याक्ट गर्नुपर्छ। जस्तो म एउटा ट्राफिक मोड देखाइदिउँ। जस्तो यो केरलवाला ट्राफिक मोड छ नि, यसलाई एक्सट्र्याक्ट हान्नु। एक्सट्रा हानेपछि तपाईँको यो उस हुन थाल्छ। ओबी त यो 2 वाला आइन्छ जो सजिलो लाग्छ। त्यो सजिलो लागेपछि सजिलो लागेपछि यहाँ अनि त्यसपछि यहाँ तिमी देख्नुभयो फाइल। यसले गरेर कपी गर्ने। यहाँ कपीको अप्सन छ, कट पनि गरेर हुन्छ। कट गर्ने, ब्याक आउने, फेरि एन्ड्रोइडमा जाने, ओबिबीमा जाने, अनि यो बसुमटरमा जाने, अनि यहाँ गएर यस्तरी गरेर पेस्ट गरिदिने। अहिले चाहिँ म पेस्ट गर्दैन, तपाईँको पेस्ट हुन्छ। त्यसपछि तपाईँको ट्राफिक मोड लाग्नेछ। सो गाइज भन्न चाहन्छु आजको लागि यति नै, हस्त भन्न चाहन्छु। सो बाई गाइज, अहिले चाहिँ ट्राफिक मोड एड हो। बाई बाई।